मैले घर परिवारलाई दुःख दिएँ जस्तो लाग्यो मलाई त्यतिखेर मैले के सम्झेँ मैले घर परिवारलाई दुःख दिएँ जस्तो लाग्यो कि मलाई त्यो त हामी कहिल्यै पनि बिर्सिँदैन। अनि त्यो सेवा राम्रो गर्नुभएको छ त्यसको लागि म कोटी कोटी धन्यवाद दिन्छु है। म कहिले पनि बिर्सिन्न। डक्टर गणेशले हाम्रो गड हो हजुर भन्दा डक्टर गणेश गड फादर हो उहाँ भन्नुभयो। वास्तवमा उहाँ गड फादर हुनुहुँदो रहेछ। कस्तो अवस्था थियो भने हामी जस्तो महिलाहरूलाई यो नयाँ जीवन पाउनु त धेरै मेन्टली त पुरै डिस्टर्ब कुनै पनि हालतमा बाँच्नुला भन्ने सोचेको थिएन। यो सक्सेस नभएर चाहिँ म यहाँ बोल्न सक्दिनँ किनभने यति त्यो तड्प्यौँ कि हामी यति तड्प्यौँ कि डाइपर लगायो अर्कोतिर पाइप झुन्डा अर्कोतिर घरमा बिरामीहरूले हामीलाई गर्ने जुन शिक्षा सबैले दुःख पाएको त्यो त हामी कहिल्यै पनि बिर्सिँदैन। अनि दोस्रो एउटा नेगेटिभ भित्र डक्टर साहबलाई याद छैन होला धेरै म यति रुइँ कि डक्टर साहबले खुसीमा हाँस्छु मन्त्रीले तपाईँको खुसीमा हाँस्यो वास्तवमा खुसी थियो। त्यहाँदेखि म हाँसेर खुसी थिएँ। म बाटोमा हिँड्दाखेरि पनि नि महिलाहरू कोही देख्यो भने भनिदिउँ जस्तो लाग्छ। स्कुलमा सेयर गरिदिउँ कसैले हेरोस् आओस् भनेर। काठमाडौँ मोडल हस्पिटलमा उहाँहरूले व्यक्त गर्न नसक्नुभयो भने मसँगै पीडा हुने मेरो साथीहरू हामी 9 जना सक्सेस भएर गयौँ। त्यतिखेर यति रमाइलोसँग हामी 15 दिन बितायो कि एक दिन पनि हामीलाई थाहा भएन यहाँको सिस्टरहरूले डक्टरहरूले गरेको हामीलाई व्यवहारले हामीले त यति पनि सोचेको थिएन कि फ्रीमा गर्ने चिजमा केही न केही नराम्रै हुन्छ हामीलाई हेला हुन्छ भने त्यो होइन धेरै राम्रो। त्यसपछि त मैले नि 2 जना पठाइसकेँ पाठै गरेर अपरेसन मोडल हस्पिटलको यस्तो रहेछ है भनेर मैले भन्थेँ भनेर त्यसरी उहाँहरूले पनि मलाई धन्यवाद पनि दिनुभएको छ राम्रै रहेछ त्यहाँ हो भन्नुभयो होइन। पैसैतिर पनि सुविधा राम्रो पायो कि सिस्टरहरूले गर्नु। डक्टर 10 बजी आउनुहुन्थ्यो हामी सुत्न नसकेर बस्दा डक्टरले आरामसँग सबैसँग राम्रो व्यवहार गरेर डक्टर निर्देश आधा घन्टा समय बढिदिएर हामीलाई के गर्नुहुन्थ्यो हामीलाई ढुक्क हुन्थ्यो त्यसपछि कि त्यस्तो कुराहरू धेरै छ। तर जे भए पनि सक्सेस भयो हामी धेरै खुसी भयौँ कि हामी सबै हाम्रो अहिले ग्रुप छ जुन हामी 9 जना ग्रुपमा हामीले मेसेन्जरमा गरेका छौँ। हामी त्यति खुसी छौँ त्यो परिवार हामी फर्किनै छैन 10 चोटि सक्छौँ हामी होइन यो यस्तो हो अझ भेटमै आएर भनिदिउँ त्यस्तो सुविधा राम्रो छ यहाँ सेवा राम्रो गर्नुभएको छ। त्यसको लागि म कोटी कोटी धन्यवाद दिन्छु होइन। मैले नयाँ जीवन पाएँ मेरो 9 जना साथीहरूले पनि पाएको हो। उहाँहरूको नम्बरबाट पनि म काठमाडौँ मोडल हस्पिटल र गणेश डक्टर साहब र उहाँको टिमलाई र सिस्टरहरूलाई कोटी कोटी धन्यवाद है। म यति धन्यवाद। हाम्रो अझै पनि समाजको विभिन्न ठाउँहरूमा दूरदराजहरूमा फिस्टुला भनेको चाहिँ फिस्टुला पनि ग्रसित भनेको चाहिँ बच्चा पाउने क्रममा व्यथा लागेर बच्चा पाउन नसकेपछि बच्चाको टाउकोले अगाडि पिसाबपट्टि पिसाब थैली हुन्छ पिसाब थैलीहरू खिच्छ। त्यस्तै गरी पछाडिपट्टि मलाशय इच्छा गर्ने घर हुन्छ त्यहाँ पनि खिच्छ र धेरै लामो सब व्यथा लागिसकेपछि बच्चा पाउन सकेपछि के हुन्छ भने अगाडिपट्टि भएको पिसाब थैलीमा पनि पाल पर्छ र कहिलेकाहीँ पछाडिपट्टि दिशा गर्ने मलाशयमा पनि पाल पर्छ र त्यस्ता महिलाहरू कलाकारमा के हुन्छ भने पिसाब पनि योनिबाट चिउने अथवा पिसाब पनि त्यही योनि मार्गबाट निस्किने भएर र पीडित भएको हुन्छ। उहाँहरूको आफ्नो दैनिक जिन्दगी नै अलिक गाह्रो अप्ठ्यारो किनभने पिसाब चुइरहेपछि अथवा दिशा काम निस्केपछि त्यो महिला अलिक गनाउने पोहोर हुन्छ। त्यसले गर्दाखेरि समाजमा उहाँहरू पछि आफै परिवारहरूले कतिपय घटना यस्तो देखाएको छौँ कि हामीले त्यसको कारणले गर्दाखेरि सिम्पाले छोडेर हेला गरेको पनि हामीले दिदीबहिनीहरू पनि यहाँ धेरै भेटेका छौँ। हामीले यहाँ हुनुभएका त धेरै राम्रो परिवार साथ पाउनु भएकाहरू पनि छन् तर कति महिलाहरूको पहुँच सबै व्यक्तिहरूको नलेज जानकारीमा हाम्रो यस्तो खालको उपचारहरू चाहिँ छ भने थाहा पनि हुँदैन र यहाँ सबै के थाहा हुनुपर्छ भन्दाखेरि यो उपचार नेपालभरि अरू हस्पिटलमा हुन्छ कि भन्ने सुन्नु पनि छैन। हाम्रो देशभरिमा जम्मा 2 ठाउँमा देशभरिमा यस्तो उपचार हुने जम्मा 3 ठाउँ हो। 3 ठाउँमा एउटा सुर्खेत हो जहाँ सुर्खेतमा पनि त्यो पनि विदेशी डाक्टर आउनुहुन्छ अरे वर्षमा 1-2 चोटि आएर अपरेसन गरेर चाहिँ जानुहुन्छ। अर्को हाम्रो धरानको बिपी मेमोरियल हस्पिटल हो त्यहाँको डाक्टर साहब पनि अहिले उहाँ काठमाडौँ आउनुपर्छ सायद जस्तो लाग्छ त्यहाँ पनि अब
विश्वास सर्जरी उपचार छ कि छैन थाहा छैन र अरू बाँकी रहेको भने निरन्तर सेवा दिइरहेको भने हामी काठमाडौँ मोडल हस्पिटल हो हामी 12-13 वर्षदेखि हामीले यो चाहिँ कुनै अवरोध बिना लगातार निरन्तर र ऋषिको रूपमा हामीले यो उपचार दिइरहेका छौँ र यो कुरा महत्त्वपूर्ण कुरा के हुँदा यो उपचार अवठाउँ हुन्छ कि हुन भन्यो भने अवठाउँ काहीँ पनि हुँदैन। यसकारण देशभरिकाबाट प्रायः सबै ठाउँमा जति पनि मान्छेले